Now let's start organometallic compound. Organometallic compound भन्दाखेरि यो क्वेसन सोध्दैन के, यो मात्रै हामीले जान्नुपर्ने कुरा यति मात्रै हो भन्दाखेरि अर्गेनोमेटालिक कम्पाउन्ड यस्तो अर्गेनिक कम्पाउन्ड हो जसले मेटलसँग बोन्ड बनाएको हुन्छ। कार्बनले मेटलसँग डाइरेक्टली बोन्ड, कार्बन इज डाइरेक्टली बोन्डेड विथ मेटल्स। जुनसुकै मेटल्स हो त हामीलाई मेटल थाहा छ कुन कुन हो भन्दाखेरि, जस्तै अल्काली अर्थ मेटल भयो, अल्कलाइन मेटल्स भयो, त्यहाँबाट पनि आउन सक्छ। जस्तै के हुन्छ भन्दाखेरि लिथियम भयो, फर इक्जाम्पल लिथियम, बेरिलियम, सोडियम, म्याग्नेजियम, एल्युमिनियम, कपर, जुनसुकैबाट कार्बनसँग डाइरेक्टली बोन्ड बनाउने बित्तिकै त्यसलाई हामीले अर्गेनोमेटालिक भनिन्छ, अर्गेनोमेटालिक कम्पाउन्ड भनिन्छ। त्यसको डेफिनेसन सोध्दैन, बस यति जानकारीको लागि मात्रै चाहियो। त्यसपछि ग्रिग्नार्ड रिएजेन्टमा के चाहिन्छ, जनरल फर्मुला। ग्रिग्नार्ड रिएजेन्ट एकदम इम्पोर्टेन्ट हो। ग्रिग्नार्ड रिएजेन्ट के भन्दाखेरि यो च्याप्टर हो। ग्रिग्नार्ड रिएजेन्ट जान्यो भने त सब जानिन्छ। ग्रिग्नार्ड रिएजेन्टमा जान्नुपर्ने पनि केही कुरा छैन। यहाँ हेरौँ भन्दाखेरि RMgX यति कुरा मात्रै हुन्छ भन्दाखेरि अल्काइल एन्ड म्याग्नेजियम हेलाइड्स। अल्काइल ग्रुप्स भन्दाखेरि मेटलसँग एन्ड हेलोजेन ग्रुपसँग डाइरेक्टली एटेच्ड हुनुपर्छ, त्यस्तोलाई हामीले के हुन्छ ग्रिग्नार्ड रिएजेन्ट। यसको जनरल फर्मुला RMgX हुन्छ भन्दाखेरि R भन्दाखेरि अल्काइल हुन्छ, MG हुन्छ म्याग्नेजियम हुन्छ, एन्ड X भन्दाखेरि हेलोजेन ग्रुप जसले हामीले हेलाइड भनिन्छ कमन भाषामा। हामीले एउटै ल्याङ्ग्वेजमा भन्दाखेरि अल्काइल म्याग्नेजियम हेलाइड भन्न सकिन्छ। ठिक छ, जनरल फर्मुला आफै कहिले पनि MCQ मा सोध्न सक्यो। अनि सबै भन्दाखेरि अब यसैको सबै भूमिका रहेको छ सबै ल्याङ्ग्वेजमा। भन्दै अब प्रिपरेसन अफ ग्रिग्नार्ड रिएजेन्ट। अब यस्तै अल्काइल म्याग्नेजियम हेलाइडले हामीले जनरल भन्दाखेरि सिम्पल वेमा हामीले कसरी प्रिपेयर गर्न सकिन्छ भन्दाखेरि, जस्तो पहिलो माध्यम रहेको छ प्रिपरेसन्स फ्रम हेलो अल्किन्सबाट रहेको छ। हेलो अल्किन भन्दाखेरि हेलो अल्किन क्लास 11 मा पढिसकेछौँ। क्लास 11 मा हेलो अल्किन भन्दाखेरि ए हो। ठिक छ, हेलो अल्किन भन्दाखेरि अल्काइलसँग भन्दाखेरि अल्काइलसँग हेलोजेन ग्रुप एटेच्ड हुनुपर्छ भन्दाखेरि त्यस्तोलाई हामीले हेलो अल्केन भनिन्छ। अब हेलो अल्केन हामीले लियौँ, ठिक छ, हेलो अल्केन हामीले लियौँ, फर इक्जाम्पल हेलो अल्केन भन्दाखेरि RX लियौँ। ठिक छ, R भन्दाखेरि हाम्रो के हुन्छ CH3 हुन्छ, R भन्दाखेरि हाम्रो के हुन्छ CH3 हुन्छ, हामीले बुझ्छौँ। R भन्दाखेरि हाम्रो के हुन्छ CH3। X मा हाम्रो भन्दाखेरि क्लोरिन आउन सक्यो, ब्रोमिन आउन सक्यो, आयोडिन आउन सक्यो, जे पनि आउन सक्यो है भन्दाखेरि जे हेलोजेन ग्रुपको जुनसुकै एलिमेन्ट आउन सक्यो, त्यो एउटा सरोकार छैन। त्यसपछि हामीले ध्यान दिनुपर्ने कुराहरू भन्दाखेरि, ध्यान दिनुपर्ने कुरा भन्दाखेरि के रहेको छ भन्दाखेरि, जहिले पनि हामीले ड्राई इथर्सको प्रेजेन्समा नि हामीले अर्गेनोमेटालिक कम्पाउन्ड्सको प्रयोग गर्छौँ। यो रिएजेन्ट सबैमा राख्नुपर्ने हुन्छ, यो राखेन भने मिस्टेक हुन्छ। त्यसपछि R EMG एन्ड X के हुन्छ भन्दाखेरि, यो भन्दाखेरि डाइरेक्टली बोन्ड बनाएर यहाँ के हुन्छ अल्काइल म्याग्नेजियम हेलाइड भन्छ, अल्काइल म्याग्नेजियम हेलाइड। यसरी जनरल प्रिपरेसन्स भन्दाखेरि हुन्छ। जस्तै फर इक्जाम्पल H+O2 भन्दाखेरि वाटर बन्दै गर्छ, त्यस्तै यो पनि हुन्छ। सिम्पल जनरल फर्मुला रहेको छ भन्दाखेरि हेलो अल्केन लिने हो। त्यसपछि म्याग्नेजियम ड्राई इथरको प्रेजेन्समा राख्दाखेरि हाम्रो के बनिन्छ ग्रिग्नार्ड रिएजेन्ट बनिन्छ। त्यसपछि नेक्स्ट हाम्रो आउँछ भन्दाखेरि नेक्स्ट यहाँ छ फर इक्जाम्पल लिँदाखेरि